आजको मुख्य समाचार। एक युवतीले दिनमा 4 बारी दाउरा बोक्दा गलेर भुतुक्क। यति बेला गाउँमा घाँस काट्न जाँदा प्रशस्त तरकारी भेटिन्छ। अब घाँस काट्न चाहिँ मैले सघाउनु पर्छ है। 2 किलोमिटर आउँछु म। यत्रो गाडी छ घाँस। मैले 2 किलोमिटर काट्नु सका। मेरो त निग्रो खोजे। सघाउदिन है म त। आउने भने म जान्छु त्यसो भए निग्रो बोकेर। गएको म। ल आइज सघाउला। ए सघाउने? सघाउनु भने ठिकै छ नि त। एक डोको सघा, एक डोको माथि चाहिँ म काट्छु ल। म दुवैजना मिलेर घाँस काटिसकेर म चाहिँ आएँ घरतिर। घरमा आएर म अब अघि ल्याएको निगुरोको अचार बनाउँछु। त्यो निगुरोको अचार बनाउनको लागि चाहिँ मैले के गरेँ तपाईँहरू यहाँ देखिहाल्नुहुन्छ। सुरुमा मैले यसलाई बफ्याएँ अनि निकालेर सानो सानो पिस बनाएँ। अनि यो राख्नको लागि बटुका हेर्दै थिएँ। मम्मीले अलरेडी बटुकामा चाहिँ आलु राखिदिइसक्नु भएको रहेछ। अनि आलु निगुरो सबैलाई सानो सानो पिस बनाइसके पछाडि चाहिँ म यसमा छोप मरमसला सबै राखेर झानेर अचार बनाउँछु। यसमा बेसार राखेको छैन किनभने निगुरोमा बेसार राख्नु हुँदैन भनेर चाहिँ यसमा बेसार नराखिकन मैले बनाएँ। त्यस पछाडि सुरु हुन्छ दिउँसोको काम। म यसरी जङ्गलमा दाउरा बोक्न जान्छु। तपाईँहरू हेर्नुहोस् हाम्रो भारी अड्याउने सिस्टम। त्यस पछाडि म अब दाउराको भारी बोकेर घरतिर आउँछु। घरतिर टुई टुई आउनु पर्यो नि त, अलिक टाढा छ, गलिन्छ। बाटोमा आउँदाखेरि चाहिँ यस्तो यस्तो जग्गाहरू भेटिन्छ क्या। अनि आउँदै थिएँ, अब यो बाटो गएन भने चाहिँ 10 मिनट बेसी घुम्नुपर्छ। त्यही भएर चाहिँ जसरी भए पनि यो तर्छु म भनेर यो तर्न खोजेँ क्या। फाइनली चाहिँ सक्न चाहिँ धन्नले, नत्र भए म यो यस्तो बोक्सी जस्तो छ त्यसमा भाँसिन्थेँ सकेको थिइनँ भने चाहिँ। अनि म यसरी आएँ। एकदम गर्मी छ अनि गर्मी भएर अब हातको भए पनि हातको सहायताले म चाहिँ हावा लिँदैछु। हावा पनि चलेको थिएन। मैले दिनभरिमा यसरी 4 बारी दाउरा बोकेँ। अनि बोकिसकेपछि चाहिँ म के गर्छु भन्दाखेरि नुहाइधुवाइ गर्छु। नुहाइधुवाइ गरेर आजको मेरो काम सकिन्छ। ओके, बाई बाई।